सरकारले 3% ब्याज दरमा 5 लाखदेखि 20 लाखसम्म चाहिँ सहुलियतपूर्ण कर्जा दिन्छ। धितो चाहिँदैन, तपाईको व्यवसाय नै धितो हो, यो 3% ब्याजमा 3% भन्दा बढी तिर्न पर्दैन। स्टार्टअप उद्यम कर्जा भनेको चाहिँ जो उद्यमीहरू दर्ता भइसकेका छन् र चाहिँ व्यवसाय गरिराखेका छन्, ती व्यवसाय चालु अवस्थामा छन् वा अहिले भर्खर चाहिँ दर्ता भएका छन् र त्यो व्यवसाय चाहिँ इनोभेसन आइडियाबाट आफ्नो चाहिँ व्यवसायमा रूपान्तरण गरेर व्यवसाय सञ्चालन गर्ने तर्खरमा छन्। त्यस्ता व्यवसायको लागि सरकारले 3% ब्याज दरमा 5 लाखदेखि 20 लाखसम्म चाहिँ सहुलियतपूर्ण कर्जा दिन्छ र यसको चाहिँ अवधि चाहिँ 5 वर्ष हुन्छ। व्यवसायको आधारमा सेलेक्सन हुने हो, उद्यमीको अनुहार हेरेर सेलेक्सन हुने है। जम्मा चाहिँ 1687 ले पाउनु भएको छ। अनुदान चाहिँ होइन, यो चाहिँ सहुलियतपूर्ण कर्जा हो, धितो चाहिँदैन, तपाईको व्यवसाय नै धितो हो, यो 3% ब्याजमा 3% भन्दा बढी तिर्न पर्दैन। बुद्धिमानी रोजाई दक्षको कमाई। आजै जोडिनुहोस् काठमाडौँ टेक्निकल स्कुल। रोजगारीका लागि सिपका लागि केटीएस। वैदेशिक रोजगारबाट आउनु भएको छ तर व्यवसाय सुरुवात गर्नुभएको छ, आफूले ल्याएको पैसाले इन्फ्रास्ट्रक्चर डेभलप गर्नुभयो, अब चाहिँ उहाँले र मेटेरियल ल्याएर व्यवसाय रन गर्न चाहनुहुन्छ भने स्टार्टअपमा एप्लाई गर्दाखेरि उहाँहरूसँग चाहिँ अब सिप ज्ञान भएको मान्छे त अटोमेटिकली नम्बरिङमा माथि हुनुहुन्छ, पर्नुहुन्छ। हामीले चाहिँ उहाँहरूको चाहिँ स्टार्ट गर्ने मनस्थितिमा हुनुहुन्छ, दर्ता गर्नुभएको छैन र हामी कहाँ आएपछि कर्जा पाइन्छ र व्यवसाय सुरु गर्छु भन्नेले चाहिँ पाउनुहुन्न, दर्ता भएकै हुनु पर्यो। अहिले चाहिँ के तयारी गर्न पर्यो भने आफ्नो व्यवसायको चाहिँ नवीकरण गरेर रेडी भएर राख्नु पर्यो। यहाँ एप्लाई गर्दाखेरि चाहिँ नवीकरण हुनुपर्छ। भ्याउनुहुन्छ भने उहाँहरूले चाहिँ कर चुक्ता प्रमाणपत्र पनि ल्याउँदा हुन्छ, नभए असोजसम्म सरकारले दिएको समय अवधि छ, सबै प्रक्रिया पुरिएको छ, उहाँ कर चुक्ता प्रमाणपत्र पनि छ, व्यवसाय नवीकरण पनि छ। तर व्यवसायको उद्देश्य र व्यवसायको बारेमा चाहिँ क्वान्टिफाई केही पनि गर्नुभएको छैन भने त्यो चाहिँ अलि सेलेक्सनमा पर्ने चाहिँ सम्भावना चाहिँ कम हुन्छ। यसको चाहिँ 20 लाखै एप्रुभ भयो भने 3 किस्तामा पाउनुहुन्छ, 5 लाखसम्म एप्रुभ भयो भने एकै किस्तामा पाउनुहुन्छ, 15 लाखसम्म एप्रुभ भयो भने पनि 2 किस्तामा पाउनुहुन्छ र पहिलो किस्ता लगेपछि त्यो पहिलो किस्ता उहाँले व्यवसायमा प्रयोग गरेको प्रमाण पेश गरेपछि दोस्रो किस्ता पाउँछ, दोस्रो किस्ता पनि व्यवसायमा प्रयोग गरेपछि तेस्रो किस्ता पाउँछ। एप्लाई गर्नुहोस्, राम्रोसँग फर्म भर्नुहोस् हैन। सबै उद्यमीले कर्जा पाउनु, सबै उद्योग चाहिँ फर्स्ट हाउस।